हेलो नमस्कार अनि हार्दिक स्वागत छ यहाँहरू सम्पूर्णलाई मेरो नोमिनमा युट्युब च्यानलमा। आशा छ आरामै हुनुहुन्छ होला, म पनि ठिकै छु। आज चाहिँ म गुगलमा सर्च गर्दा सिधै काठमाडौँ जिल्लाको कागेश्वरी मनोहरा देखाउने लपडाँडा भन्ने ठाउँ जाँदैछु पहिलोपटक। म गोदावरीदेखि जाने भएको हुनाले इन्टरनेट प्रविधिले गर्दा गुगलमा गएर लपडाँडा टाइप गरी स्टार्ट गर्दा यहाँदेखि करिब 18 किलोमिटर 52 मिनट पुग्न लाग्छ भनेर स्क्रिनमा देखाइरहेको छ, जुन तपाईँले पनि देख्न सक्नुहुनेछ। मेरो चाहिँ भिडियो बनाउने स्ट्यान्ड नभएको कारण सिधै त्यहीँ पुगेर भिडियो बनाउने छु र यहाँलाई देखाउने छु। तर यो मेरो युट्युब च्यानललाई चाहिँ तपाईँले मलाई माया गरेर सब्सक्राइब गरिदिनु होला है त। फाइनल्ली गाइज म लपडाँडा पुगेँ, तर स्टार्टिङमा यस्तो बाटो भेटेँ। अन्तदेखि जानुपर्ने रहेछ, थाहा भएन। यो यस्तो नाग्नै गाह्रो भयो मलाई चाहिँ। लरिबरी यहाँ चाहिँ अरू बेलाभन्दा विशेष गरेर शनिबार चाहिँ भिड लाग्ने गर्दो रहेछ। फोटो खिच्नेदेखि लिएर मान्छेहरूको छुट्टी हुन्छ नि त। अब काठमाडौँमा बस्ने प्रायः काम सानोतिनो भए पनि गरेकै हुन्छ। अनि हरेक तनाव थकानलाई बिसाउने एउटा ठाउँ जस्तो रहेछ यो। जस मलाई राम्रो लाग्यो, रमाइलो लाग्यो। तपाईँलाई कस्तो लाग्छ हेरेर कमेन्ट गर्नु होला। र मन पर्यो भने तपाईँहरू यहाँ आउन सक्नुहुन्छ। यो लपडाँडा चाहिँ हेर्नु नि, यो कस्तो खालको ठाउँ रहेछ। यो ठाउँमा यो यसरी चुचुरहरू देखिरहेको छ नि, यसमा 4-5 जना बस्नु मिल्छ क्या। अनि ठक्क बस्ने अनि गफ गर्ने, खानेकुराहरू खाने, यस्तैको लागि चाहिँ एकदम रमाइलो राम्रो ठाउँ रहेछ के। आज मौसम पनि अति सफा छ, अत्यन्तै रमाइलो लागिरहेको छ मलाई चाहिँ। हेर्नु न, आकाश कति उज्यालो छ, कति सफा छ। यहाँको घरहरू पनि कति रमाइलो देखिन्छ कि मौसम सफा भएर, कस्तो राम्रो देखिन्छ। मलाई चाहिँ मन पर्यो, पहिलोचोटि आएको हो, नयाँ भएर पनि हुनसक्छ। तर यहाँ बस्नु अब टेन्सन भएको बेला यहाँ बस्नु चाहिँ एकदम रमाइलो रहेछ कि, मैले त्यही फिल गरेँ। तपाईँहरू पनि आउन सक्नुहुन्छ फिल गर्नुलाई। यो चाहिँ कस्तो रमाइलो छ हेर्नु न, यो गाई फार्म रहेछ। यहाँको ठाउँ चाहिँ कस्तो खालको रहेछ कि, अब हेर्नु नि, यो बालुवाले बनिएको रहेछ। जहाँ पानी परेर जम्छ त्यहाँदेखि भङ पर्ने रहेछ कि, अनि यसरी डाँडा काँडा बन्दो रहेछ, अनि खोला त्यहीँ हुने रहेछ। यो मुनि चाहिँ सबै यो बालु हुने रहेछ कि। हेर्नु न, गाई त्यो भङ परेको छ नि, माथि चाहिँ घाँसहरू पलाइरहेको छ, मुनि बालुवा छ। यो गाई फार्म मुनि चाहिँ भलिबल पनि खेल्दो रहेछ, 1 जना र 3 जना गरेर खेलिरहेको छ, रमाइलो लाग्यो। म चाहिँ दिउँसो आएर साँझमा फर्केको, यो साँझमा खिचेको भिडियो हो यो। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने यो अहिले देखाइरहेको भिडियो, यो बाटो छ नि, यहाँदेखि आउनु भयो भने तपाईँहरूलाई सजिलो हुनेछ। म चाहिँ बाटो थाहा नपाएर अघि सुरुमा देखाएको बाटो हुँदै आएको, लास्टैमा के भन्छन् उक्लिनै गाह्रो भयो मलाई चाहिँ। अब अर्कोचोटि म पनि आयो भने यही बाटो भएर आउनेछु। यो साँझ परिसक्यो, क्षितिज पारी पुरा घाम डुबिसकेको छ, र पनि यहाँ मान्छेहरू अझै पनि यो डाँडामा छ। मान्छेहरू फोटो खिचिरहेका छन्, खाइरहेका छन्, रमाइलो गरिरहेका छन्। रमाइलो छ यो ठाउँ। हेर्नु त कस्तो राम्रो, यो क्षितिज पारी घाम डुबेको छ, रातो देखिएको छ। यो कालो बादलहरू डाँडाको माथि छन्, मान्छे जस्तो देखिन्छन्। राति झन् यहाँ धेरै रमाइलो हुने रहेछ। डाँडादेखि हेर्दाखेरि सबै घरमा बत्तीहरू बालिरहेका छन्, झिलिमिली भइरहेको छ। मेरो भिडियो हेरिदिनु भयो, थ्याङ्क यू त्यसको लागि। र मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला। धन्यवाद।